हेलो गाइज, दिस इज योर प्रदीप विश्वकर्मा। अहिले चाहिँ म लमजुङतिर घुमिरहेको छु। लमजुङको बेसी सहर, लमजुङको यो गाउँहरूमा घुमिरहँदाखेरि अति नै मजा आइरहेको छ। अझ भन्नुपर्दा चाहिँ आज म 2-3वटा ठाउँ घुमेर आज यो उदिपुरको, लमजुङमै पर्छ उदिपुरको बेसी सहर नगरपालिका यो नयाँ गाउँ भन्ने यता माथि गाउँतिर आएको छु। अहिले चाहिँ बिहानको मौसम छ। बिहानको मौसममा म रनिङ गर्न र प्लस यो नयाँ ठाउँको एक्सप्लोर गर्नको लागि यो माथि डाँडामा आइपुगेको छु। यहाँनिर आउँदा चाहिँ मलाई कस्तो फिल भयो भने अहिले यो जेठको महिना हो। जेठको महिना भइरहँदाखेरि पनि यहाँनिर यो हुस्सु अनि यो चिसो बतासले गर्दा मलाई त्यो हाम्रो ठाउँतिरको दाङतिरको मङ्सिरपुरतिरको जाडोको महसुस गराइरहेको छ। कस्तो मजा आइरहेछ होइन। यहाँनिर यसरी उभिएर बोलिरहँदाखेरि पनि मलाई चिसो हावाले छोइरहेको छ। अति नै मजा आइरहेछ गाइज। तपाईँहरूले पनि मजा लिनुहोस् र समय मिलेपछि घुम्न आउनुहोस्। एकै ठाउँमा नबस्नुहोस् है त। त्यहाँ माथि यस्तो दौड्दै गएको थिएँ। एक्लै। तपाईँ कहाँ जानुभयो? कहाँ हो तपाईँको घर? तपाईँको नाम के हो? मेरो घर चाहिँ काठमाडौँ हो। हामी चाहिँ यहाँ तल त्यो पाण्डे गाउँमा आएको थियौँ क्या। हर्क बहादुर पाण्डे चिन्नुहुन्छ होला नि? हजुर, त्यहीँ आएको थियौँ। त्यही बिहान यसो घुम्दै माथितिर आएको थियौँ। एक्लै? हजुर। हर्केको उसलाई चिन्नुहुन्छ होला नि? शिव खड्गालाई। उहाँहरूसँग आएको। सन्चै हुनुहुन्छ? के बोक्नुभयो? ल बुवा ल। हस्।
यहाँ चाहिँ के रहेछ भने यो गाउँमा र प्रायः जसै गाउँमा म 2-3वटा गाउँमा पुगेँ। यो गाउँहरूमा चाहिँ मान्छेहरूको एकदमै कम बसाइ रहेछ। सबैजनाले यो आफ्नो ठाउँलाई छोडेर सहरीकरण भइसक्नु भएछ होइन, सहरतिर गइसक्नु भएछ। अचम्म लाग्छ मलाई होइन, हाम्रो देशमा रोजगारी नभएर हो कि के भएर हो होइन, मान्छेहरूले आफ्नो जन्मथलो नै छोडेर बसाइ सरिरहेका छन्। यो गाउँमा पनि म लगभग पुरै गाउँ घुमिरहँदाखेरि पनि बल्ल बल्ल एकजना मान्छेसँग भेट भयो होइन। मान्छेको एकदमै कम बसाइ छ, एकदमै कम भनौँ न त्यो एउटा माहौल छ मान्छेहरूको गाउँमा। गाउँ अति नै राम्रो छ, गाउँ अत्याधिक राम्रो छ। मेरो पछाडि देखिरहनु भएको छ नि, एकदमै राम्रो घर, मलाई अति नै मन पर्यो घर चाहिँ। हो त्यो घरसम्म पनि पुगेँ अनि यहाँ केही मान्छेहरू आउनुभएको थियो, मलाई सोध्दै हुनुहुन्थ्यो कहाँबाट आएको, के गरेको, नौलो अनुहार देखेँ त भन्नुहुन्थ्यो। पक्कै पनि गाउँघरतिर कोही नौलो मान्छे आयो भने चाहिँ अलिक अचम्मै लाग्छ। हाम्रोतिर पनि कोही गयो भने चाहिँ को होला, कहाँ भएर आएको भन्ने चाहिँ हुन्छ। ओके, म घुम्दैछु गाउँ, तपाईँहरूलाई पनि घुमाउँदैछु। के रोप्नुहुन्छ यहाँ अब यसमा? एकछिन रेस्ट। के रोप्नुहुन्छ यहाँ अब? के रोप्नुहुन्छ यहाँ अब? के रोप्नुहुन्छ यहाँ?
के रोप्नुहुन्छ यहाँ के छर्नुहुन्छ यहाँ खेतको नाम नै के छर्नुहुन्छ यहाँ के रोप्नुहुन्छ यहाँ हाइब्रिड ए धान रोप्नुहुन्छ तपाईँको नाम के हो तपाईँको नाम के हो नाम थम्बहादुर गुरुङ हो तपाईँ मेरो घर त दाङ हो दाङ हो पश्चिम दाङ हजुर अनि हजुर होइन यहाँ हाम्रो आफन्तीकोमा प्लस यहाँ घुम्नलाई आएको हजुर छैन त्यस्तो होइन टाइम पास हुन्छ मजाले खन्नु तपाईहरूको पनि टाइम पास भयो भिडियो कस्तो लाग्यो कुन्नी आफ्नो प्रतिक्रिया राख्न चाहिँ नबिर्सनुहोस् है अनि सुन्नुहोस् त यदि भिडियो मन परेको भए एक लाइक र एक सब्स्क्राइब गरिदिनुहोस् है अब हामी अर्को भिडियोमा भेट्नेछौँ त्यतिन्जेलसम्मको लागि बिदा हुन चाहन्छु स्वस्थ रहनुहोस् मस्त रहनुहोस् अनि मेरो भिडियोहरू हेर्दै गर्नुहोस् हस् त नमस्ते।